नेपालको संविधानले परिकल्पना गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा न्यायपालिकाको एक सुदृढ खम्बाका रूपमा उच्च अदालत जनकपुर रहेको छ। मध्य प्रदेशको सांस्कृतिक र ऐतिहासिक नगरी जनकपुर धाममा अवस्थित यो अदालत न्यायको पहुँचबाट टाढा रहेका नागरिकहरूको भरोसाको केन्द्र हो। यस अदालतले आफ्नो स्थापना कालदेखि नै निष्पक्ष, छिटो, छरितो र गुणस्तरीय न्याय सम्पादनलाई आफ्नो मुख्य संकल्प बनाउँदै आएको छ। उच्च अदालत जनकपुरको कार्यक्षेत्र र अधिकार निकै फराकिलो रहेको छ। यस अदालतले मुख्यतया मातहतका जिल्ला अदालतहरूबाट भएका फैसला वा अन्तिम आदेशहरू उप पुनरावेदन सुन्ने र न्याय निरूपण गर्ने कार्य गर्दछ। यसका साथै नेपालको संविधानको धारा 144 बमोजिम नागरिकको मौलिक हकको संरक्षणका लागि विभिन्न प्रकारका रिटहरू जारी गर्ने विशेष अधिकार पनि यसै अदालतमा निहित रहेको छ। नियमित मुद्दा मामिलाको सुनवाई मात्रै नभई कानूनले तोकेका कतिपय मुद्दाहरूमा सुरु कारबाही र किनारा गर्ने र मातहतका न्यायिक निकायहरूको प्रभावकारी रूपमा निरीक्षण र सुपरिवेक्षण गरी न्याय प्रणालीलाई चुस्त राख्ने कार्यमा यो अदालत अहोरात्र खटिरहेको छ। समयको माग र सूचना प्रविधिको विकाससँगै उच्च अदालत जनकपुरले आफ्नो कार्य प्रणालीलाई पूर्णतः आधुनिक र प्रविधि मैत्री बनाएको छ। भौगोलिक विकटता वा सुरक्षाका कारण अदालत उपस्थित हुन नसक्ने पक्षहरूको सहजताका लागि भिडियो कन्फरेन्स मार्फत बहस र सुनवाई गर्ने व्यवस्था मिलाइएको छ। यस प्रविधिले विशेष गरी कारागारमा रहेका कैदीबन्दीहरूसँग सीधा संवाद गर्न र उनीहरूको कुरा सुन्न निकै सहज बनाएको छ, जसले गर्दा न्याय प्रणालीमा हुने ढिलासुस्ती र अतिरिक्त खर्चलाई न्यूनीकरण गर्न ठूलो मद्दत पुगेको छ। अदालतमा आउने सेवाग्राहीको आत्मसम्मान र सहजतालाई ध्यानमा राख्दै यहाँ विभिन्न मानवीय सुविधाहरूको प्रबन्ध गरिएको छ। अदालत प्रवेश गर्ने बित्तिकै सेवाग्राहीको जिज्ञासा मेटाउन सही मार्गदर्शन गर्न सहयोग कक्ष अर्थात् हेल्प डेस्कको व्यवस्था गरिएको छ। अशक्त र अपाङ्गता भएका नागरिकहरूका लागि व्हील चेयरको सुविधा, साना शिशु बोकेका आमाहरूका लागि छुट्टै र सुरक्षित स्तनपान कक्ष तथा सबैका लागि शुद्ध पिउने पानी र सफा शौचालयको व्यवस्था गरिएको छ। यति मात्र होइन, सेवाग्राहीहरूलाई आरामदायी वातावरणमा प्रतीक्षा गर्नका लागि अत्याधुनिक सेवाग्राही कक्षको निर्माण कार्य पनि द्रुत गतिमा अगाडि बढिरहेको छ। उच्च अदालत जनकपुरले एउटा उदाहरणीय संस्थागत संस्कारको विकास गरेको छ। कर्मचारीहरूमा अपनत्व र सुशासन कायम गर्न क्लिन योर ओन डेस्क अर्थात् कार्यस्थल आफै सफा राख्ने अभियान सञ्चालन गरेको छ। महिलाहरूको स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै अदालत परिसरमा स्यानिटरी प्याडको सहज उपलब्धता सुनिश्चित गरिएको छ। न्याय सम्पादनलाई अझ पारदर्शी र प्रभावकारी बनाउन न्यायाधीश र कानून व्यवसायीहरूबीच बार बेन्च नियमित अन्तर्क्रिया र बैठकहरू हुने गर्दछन्। मिट द जज जस्ता नवीन कार्यक्रम मार्फत न्यायिक प्रणालीका चुनौती र सुधारका पाटाहरूमा छलफल गरिँदै आइएको छ। सबैभन्दा महत्वपूर्ण कुरा, यो अदालतले बिचौलियाको सक्रियतालाई पूर्ण रूपमा निषेध गर्दै सेवाग्राहीसँग प्रत्यक्ष, शिष्ट र मैत्रीपूर्ण व्यवहार गर्नुपर्ने कुरालाई आफ्नो कार्य संस्कृतिको रूपमा अपनाएको छ। उच्च अदालत जनकपुर केवल कानूनी प्रक्रिया पूरा गर्ने निकाय मात्र नभई यो आधुनिक प्रविधि मैत्री र मानवीय संवेदनालाई बुझ्ने एउटा आदर्श न्यायको मन्दिर हो। ढिलो गरी पाइएको न्याय अन्याय सरह हुन्छ भन्ने मान्यतालाई आत्मसात गर्दै यो अदालत आम नागरिकलाई छिटो र निष्पक्ष न्याय प्रदान गर्न सदैव कटिबद्ध छ। उच्च अदालत जनकपुर, निष्पक्ष न्याय र सुलभ सेवाको सुनिश्चितता।